हेलो एभ्रिवान, स्वागत छ फेरि पनि नयाँ भिडियोमा। आज चाहिँ हामी झारसुगुराको ग्लो गार्डन बच्चाहरूलाई फ्रेस गराउनलाई लिएर आएको। ग्लो गार्डन चाहिँ यति सजावट डेकोरेसन राम्रो रहेछ, यस्तो रमाइलो छ नि, माइन्ड बहुत फ्रेस भइरहेको छ अहिले। बच्चाहरू ठुलो सबैको। बाबु चाहिँ यहाँ बसिरहेको छ, बाबु बसिरहेको छ। हेलो बाबु, हेलो। यसलाई यता हेर्नु पनि मन परिरहेको छैन। नो 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 बाबु, नो। जिराफ भयो, जेब्रा, एलिफेन्ट। डेकोरेसन त राम्रो रहेछ। अस्तिको पार्क भन्दा पनि यहाँ राम्रो लाग्यो डेकोरेसनहरू त। कहाँ गयो बाबु? एकैछिनमा भाग्छ नि त। यस्तो राम्रो कमलको फुल। यो तालाब निचे चाहिँ पुरा तालाबै तालाब छ, सेतो कमलको फुलहरू। यो चाहिँ तल चाहिँ सबै कमलको फुल फुलिरहेको छ। ठुलो एरियामा तालाब रहेछ यहाँ निचे चाहिँ। यहाँ बसेर चाहिँ हेर्नलाई राम्रो बनाइदिएको रहेछ हौ। यहाँ मलाई चाहिँ एकदम राम्रो लाग्यो। यहाँ यो चाहिँ डिर, जिराफ। यहाँ बस्ने जग्गा पनि मस्त बनाइदिइराखेको छ है। जाऊ बच्चा, त्यहाँ गएर बच्चा। त्यसले खान्छ। जाऊ त गएर बच्चा, खान्छ खाँदैन हेरौँ। जाऊ गएर बसेर हेर त, खान्छ कि खाँदैन हेरौँ। बसेर हेर्नुहोस् त। छोएको डराइकन छुँदैछ। पन्नी गर्दैछ यसले। खाँदैन रहेछ। लु बस्नु त्यसो भए। हो र? हो र? मेरो बाबु हो यो चाहिँ। नानी चाहिँ ऊ पर खेल्दैछ बडे मम्मीसँग। आज चाहिँ हामी जेठानी दिदी, पिङ्कु, हामी दादा आएको झारसुगुराको ग्लो गार्डन पार्कमा। यस्तो राम्रो डेकोरेसन रहेछ यहाँ चाहिँ। मलाई चाहिँ साह्रै मन पर्यो। यहाँ मान्छेहरू सबै चाहिँ नि यस्तरी घुमघाम हुँदैछ यहाँ। मस्त 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 छ होला यहाँ, दामी छ। बाबु नो। बाबु हिँड्दैछ है, रमाइलो भइरहेको छ बाबुलाई। यहीँ छोड्नु मन परेन हजुरलाई? यहीँ बसिराख्ने। आउनुहोस् उता, दिदीहरू भएको ठाउँ जाउँ। स्यालिन दिदी भएको ठाउँ जाउँ। आराध्या दिदी कहाँ हुनुहुन्छ? खोज्न जाउँ त। खै मस्त छ यहाँको डेकोरेसन चाहिँ। बच्चाहरूलाई यता छ झुला झुली, सिसा। के गर्दैछ दुईजना? मेरो छोरी र नातिनी स्यालिन र आराध्या के गर्दैछन् दुईजना? ल खेला 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 दुईजना। उता हुनुहुन्छ जेठानी दिदी चाहिँ, फोनमा बात गर्दै हुनुहुन्छ। यहाँको डेकोरेसन चाहिँ मस्त छ, एकदम राम्रो लाग्यो। रातिको समयमा अहिले भिडियो बनाउन एकदम राम्रो रहेछ। लाइटहरू बहुत बाल्दो रहेछ नि त। यो चाहिँ फ्लावरहरू, रोज फ्लावर। एलिफेन्ट मम्मी र बच्चा। त्यो चाहिँ ठुलो बच्चा, यो चाहिँ सानो बच्चा। दुईटा बच्चा रहेछ एलिफेन्टको पनि।